गुड मर्निङ सबैजनालाई। आज फेरि पनि हामीहरू यहाँ गोड्नु गएको, अस्ति चाहिँ रोड सफा गर्नु गएको। आज चाहिँ सेकेन्ड ट्रिप हो। फर्स्टमा चाहिँ हामी यति मात्रै छौँ है, 4 जना हो। यस्तो भएको छ, यस्तो खाले जग्गा छ हो। यो चाहिँ अब सबै सफा गर्नुपर्ने। माथि त्यो सामान चाहिँ माथिको सामान चाहिँ त्यहाँसम्म चाहिँ गरेको, त्यही उन्दो अब त्यति छ। परबाट 2 जना आउनु हुँदैछ यहीँ, हामीहरू मामा नाना, माथि आन्टी पापा उपर हुनुहुन्छ। अहिले हामीहरू 3 4 5 6 7 8 जना भेट। हजुर मामा, आज 16 मे स्टेट डेको दिन सफाई अभियान सुरु भएको छ। हजुर। अनि आज चाहिँ हाम्रो के उद्देश्य छ भनेदेखि यो स्टेट चाहिँ, यो सिक्किम स्टेट चाहिँ सफा राखौँ भन्ने हाम्रो सबैभन्दा ठुलो उद्देश्य छ। हुन्छ, थ्याङ्क यू मामा। त्यही कारण हामी आज सफाई अभियानमा लागेका छौँ। हजुर, भन्नुहोस् भन्नुहोस् न केही कुरो। अब हाम्रो गाउँ हामी आफै सफा गऱ्यो भने चाहिँ आफूले सफा गऱ्यो भने चाहिँ सिक्किमै सफा हुन्छ। यो चाहिँ सानो स्टेप हो। थ्याङ्क यू। अब हामी यहाँनिर वरिपरि साफसुग्घर गर्दैछौँ। अब के गर्नु, अब साफसुग्घर राखौँ भनेको अब तपाईँहरू सबैजनाले हामी मिलेर गर्नुपर्छ। थ्याङ्क यू। अब चाहिँ हामीहरू आफ्नो डेस्टिनी आउनु आँट्यो है, उहीँनिर हो होइन न? अर्को डेस्टिनी पनि छ नि तल। हुन्छ नि, र पनि यो चाहिँ अस्ति छोडेको लास्ट चाहिँ यही आफ्नो डेस्टिनी पुगिसके। माइजू बिचारै पसिनै पसिना। लु फाइनली हामी चाहिँ आफ्नो ठाउँ आइपुग्यो। अस्ति हामीले सफा गरेको। ह्याप्पी? ओके, लु जाउँ। अब चाहिँ हामी सकेर अब नेक्स्ट पालि नेक्स्ट पालि भरे के अरे नेक्स्ट जग्गामा तल यहाँदेखि ओह्रालो अरे, यहाँदेखि ओह्रालो। हेर्नुहोस् है, आफ्टर र बिफोर। कस्तो मैला थियो, कस्तो भयो। हामीले यति जानु भएको छौँ हो। यो चाहिँ अब हामीले यो चाहिँ लास्ट हो, यहीँसम्म मात्रै। अब यहाँदेखि उता चाहिँ नेक्स्ट टाइम गरेर सबैजना हत्तु हरान लखतरान भइरहेछ। यहाँ हाम्रो दादा पनि मजाले गर्नुहुँदैछ।